कोही फर्किने काम हेरम कौन सा हेरम तो सही है कोही फर्किने काम भाइ माछा त डरो मार्यो त यार अनि यो माछा बेच्ने हो रोचन भाइ नहाल्नु भाइ के हो माछा छोरा परम्परागत माछा मार्ने कार्यक्रम चलिरहेको छ। हामी चाहिँ गाउँभरिको मान्छे चाहिँ झाडा बोलाएर चाहिँ माछा छोड्छौँ वर्षमा चाहिँ एक दुईचोटि चाहिँ। हामीले तौडेर राख्यौँ अब तौडेर त्यसपछि चाहिँ हामी अर्को माटे बाँध्नु भन्ने हुन्छ। त्यसको लागि महिलाहरूले चाहिँ माटो बोकेर चाहिँ रेडी बनाइसक्नु भएको छ। त्यसपछि चाहिँ हामी तल्लो चाहिँ माटे बाँध्नुमा चाहिँ मात्र राखेर हामी त्यसपछि चाहिँ माछा छोड्नको लागि तयार हुन्छौँ। अनि यो माछा बेच्ने हो? यो माछा बेच्दैन। के गर्ने त? पाहुना आउँछ के आउँछ माछा खान्छु भन्छ होइन। सरिया जातहरू भनेको खुब सोखिन हुन्छ नि, दुःख गरेको छैन तर यो चाहियो त्यो चाहियो भन्छ नि। सरियाहरू आउँछन् त्यहाँ? राम्रो माछा आयो एउटा गुरीमा चाहिँ यत्रो माछा आयो भन्नु त केही माछा बारेमा कहाँ अरे हामी मारेको एउटै कुरीमा होइन भन्छ माछा माछा त्यस्तो फर्स्ट सुरुवात हो राम्रै अब यो सब फेरि मैले मारेको मैले यो सब मैले मारेको किस्मतले मारेको ल आजको